ल त गाइस फाइनली अहिले चाहिँ बुढाबुढी मिलेर चाहिँ बुनुको लागि यहाँ चाहिँ निम्की पोल्दैछौँ। निम्की चाहिँ यो खालको डल्लो खालको पोल्दैछौँ हामीले चाहिँ। यहाँ एक थाल बनिएको छ, एक प्लेट यहाँ पाक्दैछ भन्ने चाहिँ यहाँ बुढियाले निम्की बनाउँदैछ यसरी। एक केजीको होइन, अन्त चाहिँ भोलि बुनुलाई म त्यो होस्टेलमा पुऱ्याइदिनुको लागि चाहिँ हामीले चाहिँ यहाँ बनाउँदै गरेको गाइस। यस्तो भएको छ निम्की चाहिँ यतिको छ। त यहाँ राख्यो, मक्टुमा राख्यौँ चाहिँ तेल तारिन्छ, त्यही कारणले चाहिँ मक्टुमा राखेको हामीले। एक प्लेट लगाएको यो चाहिँ। कम्पनी यतिको दामी भएको छ गाइस, दामी भएको छ त। यहाँ राख्यौँ चाहिँ तपाईँको तेल तारिन्छ यहाँ तल यसरी। यो चाहिँ हामीले प्रोग्रामतिर पनि बनाएर राख्नु सकिन्छ, तर हामीले चाहिँ यो चाहिँ नुनको बनाएको। चिनीको पनि हुन्छ, चिनी लगाएर बनाउँदा, तर हामीले चाहिँ यो चाहिँ नुनको बनाएको सादा। नानीहरू बिहानै गुलियो चिज नखाओस् भनेर चाहिँ हामीले सादा नुनको बनाएको। यस्तो छ गाइस, तपाईँले देख्न सक्नुहुन्छ है। म तपाईँलाई राम्रोसँग देखाउनु छु। यसरी बनिएको छ। अन्त यहाँ मिसेसले यसरी काटेर चाहिँ टक 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 बनाउँदैछ गाइस। राम्रो लाग्यो तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला। अन्त मेरो पेजलाई पनि हल्का यसो फलो गरिदिनुहोस् होला भन्न चाहन्छु। अन्त यो भिडियो चाहिँ युट्युबमा पनि आउँछ, पेजमा पनि आउँछ, मेरो चाहिँ दुवैतर्फ आउँछ। तपाईँहरूले यसो चेक गरिदिनुहोस् होला भिडियो कस्तो के लाग्छ। तपाईँहरूले यसो कमेन्टहरू गरिदिनुहोस् होला भन्न चाहन्छु।